ब्यालेट बक्समा भेटौँ, ब्यालेट खोलौँ, ब्यालेटले यो देशको भविष्य निर्धारण गर्नेछ। ब्यालेटमा मतपत्रमा अलमल नगरिकन घन्टीमा हाल्नका लागि हामी तयार भएर साथीहरू, राजनीतिक दलहरू, अभियन्ताहरू सबैलाई बोकेर एकै ठाउँमा लिएर हिँडेका छौँ। समाजले चिनेका, जानेका, मानेका, हर पहर तब्काका, सङ्घर्ष गरेका, थरोट आन्दोलनदेखि लिएर अन्य विभिन्न पहिचानवादी आन्दोलनदेखि लिएर विभिन्न पेसा र व्यवसायमा भएका सबै साथीहरूलाई एउटै मालाभित्र उनेर हामी घन्टी चुनाव चिन्हमा गोलबद्ध भएर आउनुहोस्, हामी आउँछौँ, हामी सबैजनालाई एक ठाउँमा लिएर आउँछौँ। तपाईँले कहाँ भोट हाल्ने भन्ने कुराको अलमल हामी तपाईँलाई गर्दैनौँ, तपाईँले अलमल गर्न पाउनुहुन्न। व्यक्तिगत स्वार्थभन्दा निकै माथि उठेर देशको हितलाई ध्यानमा राखेर हामी यसपटक साँच्चै नै म्याजिक गर्ने तयारीमा छौँ। त्यो म्याजिकका लागि कहाँ कसले के त्याग गर्नुपर्छ हामी सब तयार छौँ। पार्टीभित्र गुटो बगुटको कुराकानी गर्न खोज्ने, म यतिजना मान्छे, म उतिजना मान्छे भन्ने कुरा गर्ने, त्यो युगबाट हामीले बाहिर निस्किनुपर्छ साथीहरू। मुलुकलाई विकास दिने कुरामा एउटा सानो झुन्डमा एउटा सानो मान्छे सानो ठाउँमा बसेर सोच्न थालियो भने मुलुकले विकास पाउँदैन। म देखिरहेको छु हाम्रै पार्टीभित्र पनि साथीभाइहरूले योगदानको मूल्य माग्ने बेला भयो भने जस्तो यो हामीले त योगदान दिएको थिएँ भन्नुपर्छ। योगदानको मूल्य माग्ने बेला भएको छैन साथी हो। देशलाई योगदान दिने बेला भएको छ, कसैले पनि योगदानको मूल्य माग्ने बेला भएको छैन। र पार्टीको विभिन्न पोजिसनमा र चुनाव आउँदाखेरि टिकटका लागि अथवा अहिलेदेखि नै जोडिएका साथीहरू होस् अथवा पुराना साथीहरू बिच चाहिँ म यहाँको उम्मेदवार, म उहाँको उम्मेदवार भन्ने जुन होडबाजी चलेको छ त्यो होडबाजीलाई एकैपटक खारेज गर्नु होला। एउटा विधि र प्रक्रियाबाट को कहाँको उम्मेदवार भन्ने कुरा पार्टीले तय गर्छ, अनुशासित ढङ्गले तय गर्छ। र नयाँ जोडिएका साथीहरूमाथि अन्याय हुने छैन, यो ग्यारेन्टी भयो। नयाँ जोडिएका साथीहरूप्रति अन्याय हुने छैन, ग्यारेन्टी भयो। व्यक्तिलाई न्याय गर्न सकिन्छ सकिन्न थाहा छैन, सिङ्गो अभियानलाई अन्याय गरिन्न साथी हो, यो ग्यारेन्टी भयो। अब आशाको कुरा गर्नुपर्नेछ, हामीले बनाउनु पर्नेछ, हामीले धेरै कुरामा ध्यान दिनुपर्नेछ। त्यसैले अबको हाम्रो राजनीतिक चरित्र, अबको हाम्रो सपना, अबको हाम्रो योजना हामी लहरभन्दा अलि माथि उठ्नुपर्नेछ। आफ्नो जिम्मेवारीमा हामीले हेर्नुपर्नेछ। सबैजना एकैपटक केन्द्रीय संसद जाने कुरा सम्भव छैन साथी हो। वडामा पनि कोही जानुपर्छ, पालिकामा पनि कोही जानुपर्छ, अन्य निकायहरूमा पनि हामी जानुपर्ने हुन्छ। त्यस कारणले सबै साथीहरूलाई देशको बागडोर सम्हाल्न तयार हुनको लागि म यहीँबाट अनुरोध गर्न चाहन्छु। यो 1 वर्ष कारागार बसेर हुर्किया बोल्ने बानी छुटेछ। भनौँला भन्ने कुरा धेरै थियो, छुटाएको कुरा धेरै भयो, गरौँला भन्ने छोटो थियो, हुन गयो लामो। जे भए पनि म यहाँहरूसँगै छु। अझै पनि केही कामहरू बाँकी नै छ, त्यसलाई हामी सम्पन्न गर्नेछौँ। निर्वाचनलाई लिएर हामीले गर्नुपर्ने तयारीहरू बाँकी नै छन्, त्यसका लागि पनि हामी तयार हुनुपर्नेछ। यो सम्पूर्ण यात्रामा साथ दिनुहुने म सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र फेरि पनि म रिपिट गर्न चाहन्छु कि जति पनि मुद्दाहरूमा हामीले सहमति जनाएका छौँ त्यो सहमति फकत केही भोट पाइन्छ होला, हामीलाई केही समर्थन चाहिन्छ होला, हामीलाई त्यो बेल्टको पनि या त्यो क्लस्टरको पनि भोट चाहिन्छ होला भन्नका लागि हामीले गरेको सहमति सम्झौता होइन। इमान्दारीका पूर्वक इतिहासले विभेदमा पारेका भाइहरूको हक हितका लागि भनेर इमान्दारिताका साथ शिर झुकाएर छातीमा हात राखेर हामीले गरेको सहमति हो। यसको अक्षरशः पालन गर्छ। मैले बारम्बार भन्दै आएको कुरा दोहोऱ्याएर म यहाँबाट बिदा हुन्छु। एउटा चुनावका लागि हो भने साथी हो, हाम्रो मनमा यो चुनाव चाहिँ लहर आइहाल्यो, यही चुनावलाई चाहिँ हामीले सकिहाल्नु पर्नेछ भनेर हामी मध्ये कोही केवल यो एउटा चुनावका लागि जोडिएका हौँ भने यो देशका लागि ठुलो धोका हुनेछ। तर एउटा पुस्ताका लागि हामी जोडिएको हो भने आउनुहोस् सँगै हिँडौँ। एउटा पुस्ताको भविष्य बदल्ने काममा जिम्मेवारी आएको छ, आउनुहोस् सिङ्गो पुस्तालाई न्याय दिने काममा हामी अगाडि बढौँ। राष्ट्रपा साथमा छ। मैले यस पार्टीको कमान्डरको हिसाबले, सभापतिका हिसाबले कहाँ के त्याग गर्नुपर्नेछ, कहाँ के समन्वय गर्नुपर्नेछ तपाईँहरूले मलाई कुनै पनि बेला सम्झाउन सक्नुहुन्छ। फेरि पनि राष्ट्रपालाई विश्वास गरेर मुद्दासहित आफ्ना मुद्दा राष्ट्रपाका माध्यमबाट राष्ट्रपासँग गोलबद्ध भएर स्थापित गर्नमा अझ बढी मद्दत मिल्छ भन्ने विश्वासका साथ आउनुभएका साथी
साथीहरूलाई म फेरि पनि स्पष्ट गर्न चाहन्छु, तपाईँको मुद्दा तपाईँको मात्र होइन, राष्ट्रपाको हो। अब राष्ट्रपाको मात्र होइन, सिङ्गो देशको मुद्दा बनाउँछ। आजको यो उपस्थितिका लागि यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिँदै आफ्ना भनाइहरू यहीँ टुङ्ग्याउँछु। जय देश, जय घन्टी।